बासान मण्डली परिवार जय मसिया। आशा छ तपाईहरू सबैजना भला हुनुहुन्छ। आजको वचन हामी मत्तीको पुस्तक 5 अध्यायको 4 पदबाट सुन्न गइरहेका छौँ। धन्य शोक गर्नेहरू, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्। प्रिय मण्डली परिवार, जब हामी हाम्रो जीवनका दुःख, पीडा र आफ्ना गल्तीहरू सम्झेर मनदेखि दुखी हुन्छौँ, आफूलाई जीवनदेखि हारेको महसुस गर्छौँ, त्यो असहाय अवस्थामा जब सबैतिरबाट हामी निराश बनेका हुन्छौँ, तब परमेश्वरले मात्र हाम्रो आँसु देख्नुहुन्छ। उहाँले मात्र हाम्रो हृदयको पीडा बुझ्नुहुन्छ, सान्त्वना, शान्ति र आशा दिनुहुन्छ। जीवनको बोझले थाकेकाहरूलाई उहाँले नै विश्राम दिनुहुन्छ। शोक केवल बाहिरी दुःख मात्र होइन, आत्मिक पीडा र पश्चाताप पनि हो। जो साँचो हृदयले पश्चाताप गर्छन् र परमेश्वरतर्फ फर्कन्छन्, तिनीहरूले अन्ततः शान्ति र सान्त्वना पाउँछन्। त्यसैले यदि तपाईँ आज दुखी हुनुहुन्छ, चिन्तित हुनुहुन्छ भने नआत्तिनुहोस्, किनकि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। आमेन।